हेलो गाइजहरु, स्वागत छ मेरो यो मिनी ब्लगमा। म चाहिँ के गर्दैछु भने म चाहिँ सानो व्यापार गर्दैछु। बिजनेस भन्नु कि के भन्नु हैन। अनि मेरो त्यति सानो भन्दा सानो चटपटी दोकान मैले खोलिरहेको छु। त्यसको लागि मैले तयार बनाउँदैछु। आलु तास्दैछु। आलु के भन्छ पानी पुरी बनाउनका लागि भनेर। अनि यो चाहिँ कहाँ हो भनेर यो धरानमा पर्छ है। अनि म पनि यसो के गरी बस्नु भनेर यसो बस्यो भन्दैछु हैन। नानीहरूलाई खाजा खाने पैसा पनि हुन्छ, आफूलाई पनि यसो अलिअलि पकेट खर्च पनि हुन्छ भनेर गरेको। यसरी मैले काम गर्दैछु। अनि पानी पुरी खानको लागि चाहिँ मान्छे आइराख्नु भएको छ नि त। अनि त्यही भएर म पानी पुरी तयार बनाउँदैछु। पानी पुरी अनि चटपटी आलु निम्कीहरू त्यस्तो ढुँडे चिप्सहरू बनाएर बेच्छु। अनि यो चाहिँ कहाँ भने हाम्रो यो चाहिँ कहाँ भने यो के भन्छ हाम्रो यो पार्क धरानको धरान 16 नौलो बस्तीमा छ। आउनु होला हजुरहरु पनि खानाको लागि है। मिठो बेच्छु, त्यस्तो नमिठो त भन्दिनँ। अब भर्खर सुरु हुँदैछ, मिठो नै बनाउँछु अनि तयार गर्दैछु। अनि हिजो अस्तिको दिन चाहिँ पानी परेको कारणले गर्दाखेरि व्यापारै गर्न पाएन। चटपटी बिक्री यति धेरै धरानमा असिना पानी परेर दिनै पछि 2 दिन जति असिना पानी परेर अनि त्यसपछि बेच्न पाएको थिइनँ। आज चाहिँ घाम लागिरहेको छ, मरिन्जेल घाम लाग्छ। अनि यहाँ छाता पनि ओढेर राखेको, छाता पनि उडाइदिइहाल्छ है। अनि बेच्दैछु। तपाईहरुलाई नि खानु मन लागेछ भने आउनु होला। सरर धरान छेउछाउको हुनुहुन्छ भने चाहिँ सरर कुदेर आउनुहोस्। टाढाको हुनुहुन्छ भने पनि केही छैन, यसो घुम्न आउँदा खानुहोस्। पानीपुरीको झोल हो त्यो चाहिँ। पानीपुरीको झोल चाहिँ मैले फ्रिजमा राखेको नि त। अनि फ्रिजमा राख्दा मिठो हुन्छ अरे भने अनि त्यही भएर फ्रिजमा राख्छु अनि त्यसरी दिन्छु। पैसा पनि गर्दैछु। अघि पानीपुरी बेचेको थिएँ नि त। अनि त्यो पानीपुरी बेचेको पैसा नि हालिरहेछु। त्यो लेदो हाल्दा चाहिँ फेरि पानीपुरीको झोलमा लेदो हालेको। लेदो भन्दा चाहिँ गिलो हाल्दा राम्रो कलर देख्दो रहेछ। अनि पानीपुरी खानको लागि मान्छे बोलाउँदैछु क्या मैले चाहिँ। किनभने अघिदेखि अर्डर गरिरहेको थियो नि त। अनि ढिलो भयो भनेर अनि एकछिन त्यहाँ पुगेर आउँछु ल भने कि अनि त्यही भएर मैले नि हुन्छ भने अनि त्यही भएर बोलाएको। अब मैले तयार बनाइसकेँ नि त। अनि त्यही भएर बनाउँदैछु। किनभने अब कति कुरा त जान्दिनँ पनि है। अनि त्यही भएर हुन्छ। फेरि हेरिदिनु होला मेरो यो भिडियोहरू अनि मलाई सल्लाह सुझाव पनि दिनु होला है। अब मिठो नबनाए पनि मिठो भनेर खानुहुन्छ सबैजनाले। कोही बेला त नुन चर्को हाल्छु, कोही बेला अमिलो हाल्छु बेसी, कोही बेला फेरि अमिलै लाग्दैन, घरि कोही बेला फेरि नुनै लाग्दैन भन्छन् साथीहरूले पनि। के गर्नु गाह्रो छ व्यापार गर्नु भने है साथीहरू। कन्ट्रोल गर्दैछु अहिले, अलिक मिलाउँदैछु बनाउनुको लागि पनि। हुन्छ, हस् त, धन्यवाद हेरिदिनु भएकोमा। थ्याङ्क यू।